साथीहरू मेरो घरमा त आज बफ पाक्दैछ हेर्नु ल। मैले कुकर पनि बसालेँ, प्याज पनि राखेँ है साथीहरू। चाहिँ हल्का अब यतिको भएपछि मासु हाल्ने। अब मैले मासु राखेँ, अब बेसार राख्नु पर्यो। बेसार राखेँ, नुन राखेँ, मसला राखेँ, अनि मैले टमाटर राखेँ। मिक्सरमा साथीहरू मैले ग्रेभी बनाउनको लागि टमाटर पनि राखेँ ल। उता यतिको भयो ल साथीहरू। अब खुर्सानी हाल्नु। खुर्सानी पिसिसकेँ ल साथीहरू, पाकेर नि भ्यायो। अब अर्को पार्ट खाना खाएको आउँछ।